माने देश कस्तो व्यवहारिसे बनाए, देशमा कस्ता मान्छेहरूले शासन गरिरहेका छन्। म यसको एउटा उदाहरण, देश कहाँ छ आज, राज्य कहाँ छ, देश कहाँ छ, हामी के बुझिरहेका छौँ नेपालीहरूले, हामी गम्भीर छ कि छैनौँ। जस्तो ओलीले एकचोटि 2 पटक चाहिँ संसद विघटनको कोसिस गरे, विघटन पनि गरे। उनको तर्क थियो, त्यो चाहिँ उनका विरोधीहरूको भनाइअनुसार संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने अधिकार ओलीलाई थिएन, किन अर्को सरकार बनाउने बाटो जीवित थियो। त्यो बाटोलाई बन्द गरेर रोकेर उनले संसद विघटनका प्रस्ताव गरेका थिए आफै चुनाव गराउन। तर दुवै प्रयास उल्टिए। तर ओलीले तर्क के गरे भन्छ भने त्यो त प्रधानमन्त्रीको हक हो, प्रधानमन्त्री जनताबाट चुनिएको हो, निर्वाचित प्रतिनिधि हो, त्यसकारणले प्रधानमन्त्रीले पाउँछ। उनले त्यो गरे। उनले निर्वाचित भन्ने शब्दलाई दुरुपयोग गरे। अर्को अहिले भदौपछिको ओलीको अभिव्यक्ति यहाँले सुन्नु भएको छ। उनले 23 र 24 गतेको घटनाहरूको जिम्मा आफूले नलिने, आफूले लिने कुनै आधार नभएको, प्रधानमन्त्री उनी छन्, 23 गते त उनी थिए, तर जिम्मा नलिने उनले पटक पटक दोहोर्याए। र उनले भने मैले आदेश पनि दिएको छैन, त्यस्तो निर्णय पनि भएको छैन, छ भने देखाऊ। होला निर्णय भएको छैन, उनको क्याबिनेटमा निर्णय भएको छैन, तर घटना त उनी प्रधानमन्त्री हुँदैखेरि भएको हो। दोस्रो चाहिँ सुशीला कार्की ठुलो क्रान्तिबाट हाकिरे। ओलीहरूलाई अराजक, संविधान नमान्ने, कानुन नमान्ने, स्वेच्छाचारी भनेर आरोप लगाउने सुशीला कार्की, उनी आफै संविधानमा भएको प्रावधानको विरुद्धमा उनी प्रधानमन्त्री भइन्। प्रधानमन्त्री हुने ठाउँै दिँदैन यिनको संविधानले। संविधानको दुहाई पनि यिनै दिन्छन्, त्यो ओलीहरू दिन्छन्। फेरि संविधान जिन्दाबाद, संविधान उल्लङ्घन गर्न हुँदैन पनि यिनीहरू भन्छन्, सुशीला कार्कीहरू पनि भन्छन्, अहिले पनि भनिरहेका छन्। तर उनले उनको सरकारको विरुद्धमा मुद्दा परेको थियो अनि सर्वोच्च अदालतलाई पठाएको जवाफमा उनी के भन्छन्, मेरो सरकार जनअनुमोदित भएकोले संविधानका धाराहरूमा जानै पर्दैन। म त जेनजी विद्रोहबाट जनताले अनुमोदन गरेर आएको, कुन दुनियाँको जनताले उनलाई अनुमोदन गर्यो, कुन दुनियाँको जनताले उनलाई चाहिँ तपाईको जुरुक्क उठाएर प्रधानमन्त्रीको कुर्सीमा राखिदियो, त्यो उनलाई थाहा होला।